गाइज, हामी चाहिँ जाँदैछौँ बजार। बजार के गर्न गएको होला भनेर सोच्नुहुन्छ होला। हामी चाहिँ सामान किन्न गएको, सब्जी र अनि गाईलाई खोले। यता हेर न फुच्चीहरू किनेर मेरो बहिनीहरू हो कि म भन्दा अघि लाग्दा छन् नि लक्ष्मी बहिनी हो। दिदी नमस्ते। पानी हेर्नु कस्तो दामी छ। अब हामी चाहिँ बजार जाँदैछौँ। त्यो हो बजारको बाटो हो है। बजार होइन, हेर्नु न पानी पर्न आँट्यो। यति बेलुका जान आँटेको छौँ हामी। अब पानीले हामीलाई भिजाउँछ हो कि न गाइज। यहाँ छन् मेरो के अरे भ्लग बनाउने साथी। गाइस, हामी चाहिँ दुधै बजार आइसकेको छौँ। अनि यहाँ चाहिँ धेरै हल्ला भएको कारणले, अटोहरूको आवाज आएको कारणले मैले म्युट गरेर आफ्नै आवाज हालेको छु। अनि हामी चाहिँ भ्यू लिँदै जाँदै थियौँ भ्लग बनाउँदै। अनि यहाँ चाहिँ दुधैमा बिहिबार चाहिँ ठुलो बजार लाग्दो रहेछ। अनि सबैजना आउनुहुँदो रहेछ, आएर सामान किन्नुहुँदो रहेछ, रमाइलो पनि हुँदो रहेछ बजार। अनि हामी चाहिँ छिटो गरेर खाजा खान गयौँ। बजार आइसक्यौँ गाइज, देख्न सक्नुहुन्छ। अब चाहिँ चपडा खाना आँटेको। चपडा खाना आएको छौँ। चपडा बनाउने आन्टी हुनुहुन्छ। चपडा बनाइदिनुहुन्छ। हाम्रो चाहिँ अब चपडा आउन आँटेको छ, बनिँदैछ। ओ माइ गड, भर्खर आइसक्नु म दिदी। अब चपडा हाल्नु किलो जोडा थालमा हाल्दैन नि त। किलो यहाँ चुइन्छ नि, सबै लुगा पनि चुइएर। दिदीको बनाइसक्यो। गाइस खाइसकेर सक्नाले हाल्दैन यता पानीले। यहाँ हाल्नु गाइस, हामीले मस्तले खाजा खाइरहेको थियौँ। एक्कासी हावा उडेर आयो अनि सबैजना यता उडी गइरहेको थिए। कोही चाहिँ हिँड्दै थिए, पछि भ्लग बनाउँदै चाहिँ कोही चाहिँ मस्तले गएर हिँडिरहेको थिएँ। अनि यहाँ दिदी चाहिँ सेन्टी मुडमा बसिराख्नु भएको थियो। पानीपुरी खाना दिएको हामी दुईजनाबाट पानीपुरी बनाइदिँदै हुन्छ हामीलाई। आन्टी दिदी उहाँ भित्र जानुभयो, रस बनाइसक्यो। यी पानीपुरी बनाउँदै हुन्छ आन्टीले। खाँदै हुन्छ। खा मलाई नै हालिदिनु त, म भिडियो बनाउँछु। खाएको ल। खाएको ल। गाइस, दिदीले के अरे सब्जी किन्ने हुन्छ। हामीले खाइसकेर सब्जी पनि किनिसक्यौँ। हाम्रो यो आदि हो। सामान किन्दै हुन्छ सब्जीहरू। के साह्रो महँगो है सब्जी। अब चाहिँ सब्जी किनेर हामी जान आँटेको। यदि सब्जी पसाल। अब चाहिँ अटोवालालाई फोन गर। अब चाहिँ घर गएको अटोमा। हेर्नु न पानी पर्दैछ। झर्छु होला हौ म त। हजुर हजुर
घर चाहिँ आउन आँटो घर चाहिँ आउन आँटो गाइस आउन आँटो अब त्यही छ गाइस हावा उडी आएर होला हावा चलिरहेको छु आयो बाल्कनी त्यो त घर आयो गाइस हाम्रो